हेलो साथीहरू, गुड मर्निङ। सबैजनालाई सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भन्दै म लागि खाना बनाउन। बोडीको दाना थियो, त्यसमै सिटी लगाएर मैले अमिलो गन्द्रुक हाल्दिएँ। मिठो भएको थियो तरकारी। मेरो बाबु खुर्सानी बोक्दै हातमा, छोरो यता हेरिदियो भनेको यता हेरिदियो। अनि म चाहिँ तातो खाना खाएँ होइन। तपाईँहरू पनि तातो खाना बनाएर खानु होला, किनभने जाडो छ, घाम लाग्दैन। मेरो बाबु पनि खाना खाए अनि तातो भएपछि बिचरा कि सुरुवालतिर मुसार्दै अनि त्यसपछि चप्पल पो मसार्न थालेँ। मेरो पाल खोइ छोडा भनेर म छिटो खाना खान थालेँ, किनभने जाडो छ नि त, घाम लाग्दैन। आज बल्ल घाम लागेको थिएँ। खानासाना खाइसके पछाडि म लागेँ भाँडा मोल्न। अनि भाँडा मोलिसके पछाडि म रेडी भएर गएँ दिदीको घरतिर। हामी लाग्यौँ दिदी घरतिर। को भन्नुहुन्छ होला तपाईँहरूले। हामी गयौँ देउरानी जेठानी। हामी देउरानी जेठानी गफ गर्दै गएँ। आज बल्ल घाम लाग्यो है भनेर, त्यही त हो नि गफ। अनि बाटोमा जाँदा एउटा फुल भेट्यो। फुल यस्तो राम्रो थियो कि, तर मलाई फुल देख्ने बित्तिकै टिपिहाल्न मन लाग्छ के। कस्तो लास्टै मनपर्छ भने आज बल्ल हल्का घाम लागेको हेर्नु न, वाउ यस्तो राम्रो भएको कि तोरीबारी। अनि दिदी घर पुगेर हामी चटपट खाएँ, किनभने दिउँसो त भोक लाग्छ, खानै पर्यो होइन।